चलेको भए त चला लगेन अहिले हामी काली चौकको काली भगवती सायद मन्दिरको यता प्राङ्गणबाट हामीले त्यो मन्दिर यहाँ रहेछ हामी तल मौसम खराब हुँदा पनि माथि चाहिँ हिमाल अलि खुलेकै छ अब हामी 2022 मा आउँदा यहाँ पुरै हिउँले ढाकेको थियो त्यो छुट्टै दृश्य देखा पर्यो थियो हामी भोग्यो दुःख सुख अहिले आउँदा ठ्याक्क त्यसको उल्टो यहाँ तल कुरी भिलेज भन्छ अहिलेको भ्यूज अलि छुट्टै छ यहाँ चौरीहरू चर्ने घाँसे मैदानमा देखाउँछ अलि जुम गरेर यहाँ घाँसे मैदान छ चौरी चढ्ने यहाँ रातिको हामी अलि ढिलै आइपुग्यो बाटोमा पानी नि अलिअलि भेटेर चिप्लो बाटो चिप्लो थियो बाइकै चढ्न नसक्ने दुःख सुख गरेर साथीहरूसँग आएर यहाँ बस्यो हामी अहिले बिहान अलिकति अप्ठ्यारो नै भइरहेको थियो हामीलाई बिहान उठेर ठ्याक्क हामी फ्रेस भएर केबल कार चढेर यहाँ तल केबल कारको स्टेसन रहेछ अनि त्यहाँदेखि हामी केबल कार चढेर माथिल्लो स्टेसन यहाँनिर छ हामी घुम्दै आयो यहाँ अब तलको मौसम खराब छ मौसम पानी पर्ने के भनिरहेछ अलि हामी आत्तिएको पनि थियो तर यहाँ माथि आउँदाखेरि छुट्टै एउटा दृश्य सफा मौसम घाम नलाग्दा पनि तर यहाँबाट चौरीकोट बजार हामी देख्न सकिरहेछौँ नाङ्गो आँखाले यसो जुम गरेर यसो देखाउन खोजेँ मैले त्यति फ्रेस नदेख्दो रहेछ त्यस्तो छ त्यहाँ अब अहिलेको बस हामी खाना सायद चौरीकोटमै गएर खाने प्लानिङ छ साथीहरूको अरू जे जस्तो भए पनि मौसम जे जस्तो भयो नि हिमाल अलिक खुलेको देख्दा मन नै अलि छुट्टै खालको भयो अलिक खुसी लाग्यो यसपालि त्यति हिउँ परिसकेको छैन यता पूर्वी यसो हिमालतिर यता हिमाल र यता चाहिँ घाँसे मैदान यसको छुट्टै खालको यो शान्त छ वातावरण त्यति पर्यटकहरू छैनन् तर रमाइलै छ साथीहरूसँग आएको